ओएमजी आज त यस्तो अप्ठ्यारोमा जस्ता छाउँदैछु गाइजहरू। यो चाहिँ 4-5 तल माथि हो होइन। तपाईँहरूले भिडियो हेर्दा पनि देख्नुभयो होला। अब हामी काम गर्ने मान्छे मिस्त्री भएपछि चाहिँ जस्तो पनि ठाउँमा जानुपर्छ होइन। एउटा हिम्मत पनि चाहिन्छ कि अब नसक्ने भन्ने केही हुँदैन होइन। अब निखिलहरू राय समालहरू त्यतिकै चर्चित भएन नि त। आफूसँग भएको कलाहरू क्षमताहरू देखाएरै भएको होइन। अब कोही मिस्त्री भाइ यहाँबाट बाहिर पनि हेर्नु सक्दैन। अहिले वाल लाउने दाइ एकजना थियो, त्यो माथिको वाल छ नि त्यो होइन, रेलिङ हालेको, त्यहाँबाट बाहिर पनि हेर्दैन कि। अब हामी चाहिँ यही काम गरेको भएर बानी भइसक्यो नि त। म सक्छु गर्छु भने हिम्मत लिएको भएर म सक्दिनँ अरूले गरोस् भन्यो भने चाहिँ अरूले पैसा कमाउँछ होइन। अब यस्तो कामहरू गर्नु थाल्यो भने चाहिँ हामी कोरिया सोरिया कहीँ जानु पर्दैन कि। कसैले नसक्ने कामतिर गइसकेपछि होइन पैसा पनि अलिक धेरै आउँछ कि। अब सबैले गर्ने काम त पैसा पनि कम आउँछ होइन। कसैले नसक्ने अप्ठ्यारो कामहरू गर्यो भने पैसा पनि अलिक कमाइन्छ। त्यही भएर चाहिँ काम गर्न लाज पनि मान्नु हुँदैन र डराउनु पनि हुँदैन कि। बरु सेफ्टीहरू के चाहिन्छ त्यो। अब मलाई चाहिँ यो अब पहिल्यैदेखि हामी अप्ठ्यारो काम गरेको भएर यो नर्मल लागिरहेछ। अझ 10 तल्ला त्यस्तोमा त सिधै तल देखिन्छ है। त्यही पनि हामीलाई डर चाहिँ लाग्दैन। हजुरहरूलाई चाहिँ मेरो कामहरू देखेर कस्तो महसुस भइरहेछ होइन। तपाईँहरूको पनि काम गर्नु परेमा यसो सम्पर्क गर्नु होला। यो अलिअलि चाहिँ अगाडि किन लामो छोटो छ भने थोरै के यसो निहुरेर हेरेर मात्रै देख्न चाहिँ अब यो भित्तामा चाहिँ टाँस्नु पर्ने हुन्छ कि, नत्र यो पानी चुइन्छ नि त। हामीले छानाहरू छाउँदा चाहिँ अब जो धागो तानेर छाउने गर्छौँ हामीले मात्र होइन, सबैजनाले त्यस्तो गर्दा राम्रो कि। काम पनि फिनिसिङ सिधा हुन्छ कि। अगाडि टक्क बराबर 5 इन्ची 6 इन्ची 7 इन्ची जति राखे पनि दुईपट्टि बराबर भयो भने चाहिँ सिधा हुन्छ कि। जस्ताहरू धागो तानेन भने चाहिँ यताउता पुरै जस्तो हुन्छ कि घुमेको। त्यही भएर जस्ता कसरी छाउने भनेर चाहिँ यस्तो हुन्छ। हल्का आइडियाहरू चाहिँ लिइराख्नु होला मबाट पनि।